स्वर्गबाट हेरेर भन्नुहुन्छ हाँस्नुहुन्छ अनि प्रभु हाँस्नुहुन्छ। तिमीले भन्दैमा हुन्छ र तिमीले विरोध गर्दैमै हुन्छ र। यसैले दानियल अङ्कल एउटा कुरा भन्नुहुन्थ्यो, परमेश्वरलाई विरोध गर्नु भनेको आकाशलाई यसो ठाडो भएर थु गरेर थुक्नु हो भनेर उहाँले भन्नुहुन्थ्यो क्या। मजा लाग्थ्यो त्यो कुरा, किनभने त्यो थुक चाहिँ सट्टै आउँछ आफ्नै अनुहारमा आउँछ। यसैले आज परमेश्वरलाई ख्रिस्टलाई विरोध गर्नु भनेको चाहिँ मान्छेले आफैलाई थुक्नु हो, आफ्नो जिन्दगीलाई थुक्नु हो, आफ्नो अनन्तको भविष्यलाई थुक्नु हो। तर परमेश्वरले त्यो देखेर मान्छे हाँस्नुहुन्छ अनि मान्छेले खिसी गर्छ अरे है। के अरे मान्छेले विरोध गरेर, मान्छेले परमेश्वरको लोगहरूको विरोध गरेको देख्दा, परमेश्वरको जनहरूको विरोध गरेको देख्दा, परमेश्वरको विरोध गरेको देख्दा परमेश्वरलाई हाँस उठ्छ अरे। अझै यहाँ 37 अध्यायमा पनि यसलाई भन्छ र पुस्तक 12 र 13 पदमा यो कुरा लेखेको छ। जब उहाँले आज त्यो कुरा देख्नुहुन्छ अरे अनि उहाँ हाँस्नुहुन्छ र खिसी गर्नुहुन्छ भन्छ यहाँनिर। पढ्नुहोस् त 12 र 13। दुष्टहरूले धर्मी जनको विरोधमा जाल रच्छ, उसको विरोधमा आफ्नो दारा किट्छ, प्रभु त्यसलाई खिस्सी गरेर हाँस्नुहुन्छ। त्यसको दिन उहाँ आइरहेको देख्नुहुन्छ। याद गर्नुहोस् है। त्यस कारण यो संसारमा किन दुष्टलाई आज परमेश्वरप्रति यति साह्रो असुविस्ता, किन ख्रिस्ट आज शैतानको लागि यति साह्रो असुविस्ता किनभने बाइबलमा लेखिएको छ शैतान चाहिँ त्यो चाहिँ पापको राजा, तर परमेश्वर चाहिँ धार्मिकताको के हुनुहुन्छ? राजा हुनुहुन्छ। परमेश्वरको धार्मिकताप्रति शैतानलाई असुविस्ता हो। परमेश्वरको धार्मिकताले चाहिँ शैतानको पापलाई चाहिँ यस्तो भयङ्कर डरलाग्दो त्यसलाई प्रकट गरिदिन्छ। यसैले नि एउटा मान्छेले मैले भनेको सुनेको थिएँ, अन्धै अन्धा मात्रै एउटा गाउँमा छ, अन्धै अन्धा छ, अन्धै सबै छ भने तिनीहरूलाई कोही प्रब्लम छैन अरे, उनीहरूलाई समस्यै छैन। ऊ पनि अन्धा छ, ऊ पनि अन्धा छ, ऊ पनि सबै आफ्नो आफ्नो अनुसारमा हिँडिदिन्छ उनीहरू। खुरुरु त्यहाँनिर कल छ थाहा छ, त्यहाँ सिँढी छ थाहा छ, तर त्यो ठाउँमा आँखा देख्ने मान्छे गयो भने चाहिँ अन्धाको लागि समस्या भयो। किनभने ए भाइ ठोकिन्छस् भन्छ, डङ्गै ठोकिहाल्छ। यता ए भाइ लड्छस् भनेर तान्नु खोज्छ, अनि अन्धालाई समस्या, तिमीले किन मलाई डिस्टर्ब गरेको? किनभने अब त्यो देख्ने मान्छेले चाहिँ के देख्दैछ? अन्धा कहाँ कुदेर जाँदैछ? भर्याङमा कुदेर मुन्टिन्छ कि भन्ने डर छ। तर त्यो अन्धालाई थाहा छ म कति स्टेप कुद्नुपर्छ भने अघि गन्ती गरेको हुन्छ। खुरुरु 50 पल्ट कुद्दा म त्यहाँ पुग्छु भने अघि हिसाब हुन्छ। तर देख्ने मान्छेलाई प्रब्लम समस्या के हुन्छ भने यसले देखेको छैन होला। त्यसकारण जब एउटा अन्धाको गाउँमा सबै अन्धाई छ भने कुनै समस्या हुँदैन, तर एउटा देख्ने मान्छे गयो भने चाहिँ त्यहाँ समस्या हुन्छ। त्यसरी नै यो संसारमा प्रियरो, जब मान्छे सबै पापमा, शैतान पापमा छ, शैतानले सबैले पापमा मारेको छ है, कुनै असुविधा छैन। तर यो संसारमा पाप प्रकट गर्ने जब प्रभु यीशु मसीह आउनुभयो तब संसारलाई प्रब्लम भयो, समस्या भयो। वास्तवमा प्रभु यीशु ख्रीष्ट उनीहरूको आँखा खोल्नु आउनुभएको, प्रभु यीशु ख्रीष्ट मान्छेको अन्धालाई आँखा दिन आउनुभएको। तर अन्धालाई समस्या छ। अन्धाले भन्छ हामी यसरी नै जिन्दगी काट्छौँ, तिमी यहाँबाट जइहाल। तर प्रभुले भन्छ म तिम्रो आँखा खोलिदिन चाहन्छु, म तिमीलाई यो प्रकृतिको सौन्दर्यलाई देखाइदिन चाहन्छु। तिम्रो आँखा खोल्यो भने नि तिमीले जे सोचेका छौ त्यस्तो छैन है संसार। एउटा अन्धा मान्छेले संसार के छ भनेर कल्पना गर्छ होला, हिमाल कस्तो छ भनेर कल्पना गर्छ होला उसले। भन्नुहोस् त, हिमाल कस्तो छ होला उसले कसरी कल्पना गर्ने? कल 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 बग्ने है त्यो रूपसेको छहरा चाहिँ कस्तो छ होला, त्यो टिस्टा र रङ्गीत हाम्रो समकालीन भन्छ मिसिँदाखेरि त्यो दुईटा कलर मिसिन्छ, त्यसको कलर कस्तो छ होला उसले कसरी कल्पना गर्ने? जबकि उसले के देख्दैन? आँखै देख्दैन। अनि उसले जति सोचेको हुन्छ त्यति नै संसार भन्ने बुझ्छन्। त्यसैले आज यो संसारमा जबसम्म मान्छेको आत्मिक आँखा खोलिँदैन नि, त्यो संसारका भयङ्कर डरलाग्दो शिक्षित विद्वान वैज्ञानिक संसारका वरिष्ठ मान्छे किन नहुन्, उसले यो संसारलाई
त्यति मात्र देखेको हुन्छ एउटा अन्धाले जति आफैलाई सोच्छ। तर एउटा महामूर्ख मान्छे जसले प्रभु यीशु ख्रीष्टले उसको आँखा, जसको आँखालाई खोलिदिनुहुन्छ नि, त्यसले संसारलाई मात्र होइन, उसले कहाँ देख्छ, कहाँलाई पनि देख्छ, उसले स्वर्गलाई पनि देख्छ। यो फरक छ प्रिय संसारको मान्छे र हामीमा। संसारमा बडे बडे है आज उपाधिहरू बोकेर, डिग्रीहरू बोकेर बस्ने मान्छेहरू छन्। संसारका विभिन्न प्रकारका क्षेत्रहरूमा विभिन्न विज्ञहरू छन्, तर जबसम्म उनीहरूको मनको, हृदयको आँखा खोलेको हुँदैन, उनीहरूले संसारलाई जति सोचेको हुन्छ त्यति मात्रै बुझ्छ उनीहरूले। तर एउटा अनपढ, अज्ञानी, एउटा साधारण मान्छे जसले प्रभु यीशुलाई ग्रहण गर्छ, उसले यो संसारलाई र यो स्वर्गलाई पनि देख्छ। यसै कारण प्रियहरू, आज तपाईँहरू म त्यो धन्यका मान्छेहरू। त्यस कारण हामीले आज परमेश्वरको प्रशंसा गर्नुपर्छ। प्रभु धन्यवाद, तपाईँले मेरो आँखा खोलिदिनु भयो। यदि तपाईँहरूको आज कसैको आँखा खोलिएको छैन, आज पनि तपाईँले प्रभु यीशु ख्रीष्टलाई चिन्नु भएको छैन, उहाँद्वारा पाइने उद्धारलाई पाउनु भएको छैन भने आज तपाईँ त्यो अन्धाको गाउँमा बसेको जस्तो मात्रै। यसकारण तपाईँलाई आज एउटा सुनौलो अवसर हो। धेरैले यो जुब्ली स्वतन्त्रता भनेर प्रभुको दासले भन्दै गर्दाखेरि आज तपाईँ जो आजसम्म पापको बन्धनमा हुनुहुन्छ, तपाईँलाई पनि एउटा सुवर्ण अवसर हो। आज प्रभुले तपाईँका साङ्लाहरू खोलिदिनुहुन्छ। यहाँनिर त भन्दैछ हामीलाई साङ्ला चाहिँदैन, हामीलाई बन्धन चाहिँदैन भन्दैछ यहाँ संसारका शासकहरूले। तर प्रभुले तपाईँलाई त्यस्तो डरलाग्दो साङ्लाले बाँधेर तपाईँलाई नरकमा हाल्ने कुरा होइन, तर प्रभुले चाहिँ तपाईँलाई प्रेमको साङ्लाले बाँध्नुहुन्छ है। प्रभुले चाहिँ के को डोरीले हामीलाई बाँध्नुहुन्छ? प्रेमको डोरीले बाँध्नुहुन्छ।